हेलो गाइज, आजको यो भिडियोमा कुनै पनि भिडियोमा भएको अडियो हटाएर नयाँ अडियो कसरी राख्ने दाभिन्ची रिजल्भबाट सजिलो तरिकाले। यो भिडियो लेस देन 1 मिनेटको हुनेछ, कुनै पनि स्टेप जम्प नगर्नु होला। मैले कुनै पनि एउटा भिडियो ल्याएर यसमा ड्रप गरे। मैले एडिट पेजमा गएर यसलाई चाहिँ ड्र्याग गरेर टाइमलाइनमा ल्याएँ। अब यसमा एउटा गीतकै अडियो छ, म सुनाउँछु। यो अडियोलाई हटाउनको लागि म्युट गर्ने अथवा यहाँ गएर भोल्युम घटाएर सेभ गर्ने जस्ता अनेक तरिकाहरू हुन सक्छन्, तर कम्प्लिटली अडियो यसलाई चाहिँ कसरी हटाउने, यसलाई चाहिँ राइट क्लिक गरेर लिंक क्लिपलाई चाहिँ अनटिक गर्नुहोस्। अनि यसलाई यो इन्डिभिजुअली सिलेक्ट हुन्छ यो भिडियो र अडियो। अब यसलाई डिलिट दबाउनु भयो भने चाहिँ कम्प्लिटली डिलिट हुन्छ, तर डिलिट नदबाएर तपाईले ब्याक स्पेस दबाउनु भयो भने चाहिँ यो भिडियो मात्र रहन्छ, बाँकी अडियो जान्छ। अब म नयाँ क्लिप एउटा हालेर देखाउँछु। नयाँ कुनै पनि क्लिप हाल्नलाई झन् सजिलो भयो। अब आफूलाई कहाँनिर चाहिन्छ एडजस्ट गरेर एउटा नयाँ अडियो हाल्न सक्नुहुन्छ।